आज फेरि घुम्न जाने विचार गऱ्यौँ र मोटरसाइकल निकालेर हामी निस्क्यौँ। सुरुमा चाहिँ बाइकको टायर चेन्ज गर्नुपर्ने थियो र हामी पहिला टायर चेन्ज गर्न गयौँ। टायर चाहिँ एकदमै पुरा क्र्याक भएर कतिखेर ब्रस्ट होला जस्तो भएको थियो। टायर चाहिँ अगाडि पछाडि दुवैको चेन्ज गरेको थिएँ र बाइकको फेरि यो पछाडिको टायर निस्किन नमानेर यस्तो गाह्रो भएन यो टायर निकाल्न। त्यसपछि हामी कपनको माथितिर घुम्न गयौँ। दिन चाहिँ साह्रै नै राम्रो थियो, घाम लाग्यो। धेरै दिनपछि काठमाडौँमा घाम लागेर मलाई चाहिँ रमाइलो लागिरहेको थियो, नभए चिसो भएको भएछ। अनि हामी माथि गयौँ, भ्यू राम्रो थियो। जाँदा जाँदा यस्तो ठाउँमा पुगियो होइन, र यस्तो ठाउँमा कि अब क्या डेन्जर कि तलपट्टि केही पनि छैन, अगाडि बाटो छ कि छैन पनि थाहा छैन, घुम्ने ठाउँ पनि छैन। त्यसपछि हामी बच्चाबच्चीहरू क्रिकेट खेलेको हेऱ्यौँ, एकछिन रमाइलो लाग्यो। अनि फेरि अगाडि बढ्यौँ। अगाडि बढेर कतै बसेर खाजा खाऊँ न त यसो लोकल पारामा भन्ने सोचियो र अलि अगाडि गएर हेर्दै थियौँ। यस्तो सानो स्टलहरू पनि थिए खानको लागि होइन। भ्यू इन्जोय गर्दै हामी गयौँ र एकछिन भ्यू राम्रोसँग इन्जोय गरेर हामी चाहिँ चटपटे खाने विचार गऱ्यौँ र यो एउटा सानो ठाउँमा हामी खाजा खान जस्तो बस्यौँ। यहाँबाट पनि भ्यू राम्रो थियो। यहाँको एउटा बहिनीले पकाउँदो रहेछ, मिठो पकाएको थियो र यस्तै भ्यू इन्जोय गरिरहेको बेला हाम्रो खानेकुराहरू पनि रेडी भएर आयो। हामीले चाहिँ खानेकुरा 3टा कुरा मगाएको थियौँ। चटपटे मगाएको थियौँ, पिरो आलु भनेर मगाएको थियौँ, अनि एउटा चिकन आइटम मगाएको थियौँ, जुन चाहिँ साह्रै मिठो थियो। डिफ्रेन्ट टेस्ट थियो अरूभन्दा पनि। त्यसपछि हामी निस्केर भ्यू इन्जोय गर्दै गयौँ। अनि अलि अगाडि परेपछि पानी पर्यो। पानी परिसकेपछि ठ्याक्क एउटा साथीको पसल अगाडि हामी रोकिएर एकछिन साथीलाई भेट्यौँ, गफसफ गऱ्यौँ। यो साथीको पसल हो। अनि त्यसपछि एकछिन गफसफ गरेर हामी फेरि घरतिर फर्केर लाग्यौँ। यति नै हो हाम्रो दिन। फलो गर्नुहोला। धन्यवाद।